वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुर पनि सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ। आज चाहिँ हामी हामी डुल्न जाँदैछौँ होइन। डुल्न चाहिँ कहाँ जाँदैछौँ भनेदेखि म्याम प्लिज फोन नलाउनुहोस् न। म भन्छु भनेर मुख यस्तो यस्तो मिलाउँदै बस्थ्यो कि यसले भन्यो है हामी कहाँ जान आँटेको भन भन त भन्दिनँ म, तिमी भन्छु। गाइज आज चाहिँ हामी ठुलो दुममा जान आँट्दैछौँ होइन। जान आँट्यो भनेर पनि हिँडिसकेको होइन। अनि अब हामी चाहिँ कुन कुन ठाउँ जान्छौँ हजुरलाई सबै कुरा देखाउने नै छौँ। लेट्स सी गाइस भन्दाखेरि बाई साथीहरू। अहिले चाहिँ हामी हाम्रो बास्किन चोक आइपुग्यौँ होइन। यस्तो छ हाम्रो बास्किन चोक चाहिँ। साथीहरू हामी चाहिँ यहाँनिर जाने टार्गेट गर्दैछौँ आज होइन। यहाँ यो ठुलो दुममा यो चाहिँ मेरो साथीको गाउँ पनि पर्छ, निसाको घर पनि सायद यति होला जस्तो लाग्छ। गाइस सम्झिँदा डर लाग्दैछ मलाई। साथी तिम्रो घर हामी आउँदैछौँ तर तिमी छैनौ। हामीलाई खाजा बनाएर राख्थे तिमी मधेसको तातो हावामा घाम के अरे घाम तातिँदै बस्दैछौ तर तिम्रो घर हामी जाँदैछौँ साथी। हामी तँलाई सम्झिँदैछौँ। त्यो तैँले लिएको माम खाएको त्यो ट्युसन पढेर होइन, खाना खाने टाइममा तैँले लिएको माम खाएको हामी सम्झिँदैछौँ। तँलाई सम्झिँदै हामी तेरो गाउँ जाँदैछौँ। त नभए पनि हामी जाँदैछौँ केटी। धेरै धेरै माया साथी। ल गाइस अब हामी के गर्छौँ हजुरलाई देखाइ नै हाल्छौँ। साथीहरू हामी चाहिँ यहाँ पापुङमा आएर बसेको छौँ। लास्टै गलियो साथीहरू, सजिलो काम भनेको होइन क्या हो गाइस। अनि साथीहरू सुन्नु न, हामीले चाहिँ नि बाटो नथाहा पाएर तनाव कुन बाटो कहाँ जाने सोद्धा क्या साथीहरू। अनि अब चाहिँ हामी जाम ल। अब चाहिँ हामी हिँडेको लास्टै गाइजहरू बाटो बोक्नु एकछिन। अनि कि साथीहरू बाटो थाहा नहुँदा यति टेन्सन हुँदो रहेछ हामी कहाँ आएको छौँ, अब गाउँ पुग्न कति छ त्यो पनि हामीलाई केही थाहा छैन क्या होइन। अन्त कस्तो फिल हुँदैछ त फिल्डमा हिँड्दा। तर हामीलाई नि साथीहरू अब घरमा त बसेर गफ गर्न पाइँदैन नि त होइन। अनि यहाँ चाहिँ यतिकै गफ गर्दै तर चाहिँ रमाइलो भएको छ। तर हिँड्न परेर ठाउँ नचिनेर हामी कहाँ छौँ भन्ने कुरा चाहिँ त्यो चाहिँ थाहा छैन क्या। ल साथीहरू अब चाहिँ हामी दुममा अब हामी आज कता पो भ्याउने भन्दैछौँ। आज पापुङ चाहिँ हामी कम्प्लिट गर्छौँ कि भन्ने आशा अब हेरौँ साथीहरू। हामी चाहिँ घर जाने अनि घरमा नि एकछिन चुसुक बस्दै हामी चाहिँ कुदिहाल्यौँ क्या। एकछिन नबस्ने भन्दैछौँ। हेरौँ कस्तो हुन्छ एक्सप्रेसन। यहीँबाट स्टार्ट गर्ने यहाँ पनि होला साथीहरूको चाहिँ। यहाँ फर्स्ट घर चाहिँ हाम्रो यो रहेको छ गाई। र हामी फर्स्ट घरमा यहाँ आएको थियौँ। यहाँ चाहिँ मान्छे हुनु नरहेछ। अब चाहिँ हामीलाई बेलुका फर्किँदा आउनुहोस् है भन्नुभयो। हामी हुन्छ भनेर हामी लाग्यौँ गाइस बाटो। मेरो साथी चाहिँ गलिसकिन् ठोकेर एकपट्टि यहाँ गाडेर कस्तो मजाले यहाँ गल्यो भने यसरी बस्नुहुन्छ भनेर बनाइदिनु भएको छ। थ्याङ्क यू। तर गाइस हामी यसरी बस्यौँ भने हामी आज घर पुग्दैनौँ। सो त्यही भएर अब हामी जान्छौँ। बाई गाइस। अब फेरि हजुरहरूलाई देखाउने नै छौँ। आन्टी घरमा आएको गाइस। सेकेन्ड घरमा पनि मान्छे हुनु नरहेछ। अब हामीले मान्छे भेट्टाउन कहिले आउनु पर्ने हो दिदी। माई गड गाइस अहिले चाहिँ हामी यो ठाउँमा आएको छौँ। खाजा खाँदैछौँ यहाँ गाइस। यति रमाइलो भएको छ, यति मजा आएको छ साथीसँग हिँडेको त कुरै छोडिदिउँ। तर मान्छे नभेटेर चाहिँ लास्टै टेन्सन गाइस। रुन हालिसक्यो म। मान्छे भेटिनु न कहाँ गयो, मान्छे नै हुनु न क्या गाइस। त्यही भएर रुको चाहिँ होइन तर मेरो आँखामा के पर्यो क्या गाइस। अब चाहिँ हामी यो घर जान्छौँ अनि यो तल घर जान्छौँ अनि त्यसपछि हामी अझै तल जान्छौँ। आज चाहिँ 20 घरको टार्गेट लिएको छौँ होइन। तर कति हुन्छ थाहा छैन गाइस। हामी चाहिँ अहिले बिना भाउजूको घरबाट जाँदैछौँ होइन। अहिले चाहिँ हामी यहाँ हेर्नु है बिना भाउजू तपाईँको घरमा छौँ हामी। तपाईँकोमा हामी चिया बिस्कुट खाइवरी जाँदै लास्टै लाज लागेर मलाई त हेर्नु यहाँ हेर्नु देख्नुभयो। अब हामी तल्लो घर जाँदैछौँ गाइस। हामी चाहिँ यहाँ पापुङ डुल्दैछौँ साथीहरू। तर कि साथीहरू कस्तो रुन मन लागेको छ किन भन्नु त, किनभने मान्छे नै भेटिनुहुन्न क्या। नभए यति बेला हामीले कति घर गरिसक्थ्यौँ। आन्टी भनौँ मान्छे नै हुन त तपाईँहरूको पनि काम हुन्छ नि त होइन। अब यति बेला त कामको सिजन छ। हामी पनि उस्तै हो। कहाँ
ऊ त्यो अहिले हामी यहाँ छौँ यो कसको घर हो प्लिज कमेन्ट गाइज साथीहरू आज चाहिँ हामी धसिङ्रे र फुसिङ्रे हुँदै अब बिहान लगाएको मेकअप नि सकिहाल्यो होला लिपस्टिक त लाउनु पर्छ यहाँ यो कसको अरे स्वस्तिका दिदीको घर हामी टुङ्गाइसक्यौँ अब यहाँदेखि म चाहिँ साथीहरू माथि बाँकी रहेको घरहरू चाहिँ हामी आज गणना गर्नेछौँ तर कसका घरमा बस्नु साथीहरू ल ल साथीहरू अब म माथि गएर भन्छु हामी पुछारमा छौँ बस्दा हुन्थ्यो क्या सधैँ त हेर्दैछस् भने सुने मैले के भन्दैछु ल ल तिम्रो पाटा आउँदा हामी पक्कै पनि बस्नेछौँ यति रमाइलो हुन्छ भनेर सोचेकी थिइनँ का साथीहरू सोचेकै थिइनँ साथीहरू आजको लागि चाहिँ हामीले यहीँ इन्डिङ गरिदिएको अहिले चाहिँ हामी यहाँ छौँ यहाँ हेर्नु अझै हामीले पुच्छरको घर बाँकी गर्नु छ होइन आजको लागि यति नै अनि यो घरमा गएको मान्छेहरू हुन थियो मेरी मायालु यता हेर त बोलेर कस्तो छ अवस्था तिम्रो नाजुक छ होइन साथीहरू सबै कुरामा एकदम रमाइलो हामीले एकदम इन्जोय गर्दैछौँ होइन तर मान्छे नभेटिने फिल म 10चोटि नै भन्ने रहेछु क्या यो कुरा लेट्स चाहिँ साथीहरू हेर्दै गर्नु होला भोलि पनि मेरो ब्लग आज चाहिँ हामीले 10 घर गऱ्यौँ होइन यहाँ चाहिँ कस्तो बाक्लो गाउँ रहेछ अनि एकछिन नगर न त्यही हो गाइज अब चाहिँ हामी गएको होइन अनि यस्तै भयो रमाइलो भयो एकदम रमाइलो भयो एक पुका चाउचाउले दिनभरि पुग्यो दोकान नै खासै रहेन रहेछ ल ल साथीहरू त्यही हो गाइज अब चाहिँ हामी जाँदैछौँ गाइज हामी चाहिँ गएको हाम्रो चाहिँ बाबाले लिन आउनुभयो मन्डाडासम्म मन्डाडा भन्दा नि यहाँ के भयो अन्त अनि हामी चाहिँ गएका गाइजहरू हेर्नुहुन्छ आज डुल्यो तर मान्छे नै नभेटिएको क्या बाबा जहाँ जान्छौँ अब हामीले भ्लग आजको भ्लग चाहिँ इन्डिङ गर्न आँटेको त्यही भएर गाइज हामी चाहिँ यहीँ समाप्त गर्न चाहन्छौँ अब भोलि नेक्स्ट भ्लग आउँछ बाइक हिँडेर आएको हिँड्दै हिँड्दै आएको हामी यत्रो बाटो तर हामीलाई यो अँधेरोमा हिँडे जस्तै भन है अहिले त हामी कति छिटो हिँडेछौँ ल गाइज बाई बाई नेक्स्ट सी यू टुमारो